नमस्कार, म निर्मल राजवंशी। म चाहिँ 2018 मा म बिएससी एनेस्थेसिया एन्ड क्रिटिकल केयर 2022 मा पास आउट भएर आएको थिएँ। म चाहिँ बिएससी एनेस्थेसिया एन्ड क्रिटिकल केयर पारुल युनिभर्सिटीबाट पढेको। त्यसमा चाहिँ त्यो दौरानमा चाहिँ मलाई चाहिँ कस्तो गाह्रो भएको थियो भन्दाखेरि त्यो सुरुमा सिलेक्ट गर्नलाई चाहिँ हैन, पढ्छु भन्ने इच्छा चाहिँ थियो। बट कहाँ जाने, के पढ्ने भन्ने डिफ्रेन्ट टाइपको क्वेसनहरू एन्ड डिफ्रेन्ट टाइपको कन्फ्युजनहरू थियो हैन। एन्ड त्यो दौरानमा चाहिँ म एचिभर्स कन्सल्टेन्सी हाम्रो सुनिल सरसँग भेटघाट भयो र उहाँले चाहिँ सही गाइडेन्स गर्नुभयो र उहाँकै थ्रुबाट चाहिँ म पारुल युनिभर्सिटी गुजरातमा जान सफल भएँ। त्यो दौरानमा चाहिँ सुनिल सरले चाहिँ केही कुराहरू भन्नुभएको थियो, बट त्योभन्दा चाहिँ मैले बेटर पाएँ होइन। पारुल युनिभर्सिटीमा लाइक इन्फ्रास्ट्रक्चर, पढाउने शैली, त्यहाँको इन्भाइरोमेन्ट एकदमै 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 बेस्ट पाएँ। धेरैजनालाई चाहिँ क्वेसनहरू हुन्छ नि त, एराइज हुन्छ होइन। अब पढ्न गइसकेपछि रेजिस्ट्रेसन होला नहोला, के होला, गाह्रो होला कसो होला भन्ने हुन्छ। त्यस्तै मलाई पनि थियो, बट डोन्ट वरी होइन। एन्ड मेहनत गरेर पढ्नुहोस्, राम्रो गर्नुहोस्। म चाहिँ पारुल युनिभर्सिटी गएँ, पढेर आएँ, रेजिस्ट्रेसन पनि मेरो सजिलै भयो एन्ड मैले लाइसेन्स पनि लगत्तै निकालेँ र लाइसेन्स पनि लगत्तै निकालिसकेर मैले चाहिँ प्राइभेट सेक्टरमा पनि जब गरेँ एन्ड करारमा पनि 2-3 वर्ष सरकारी अस्पतालहरूमा गरेँ र हालै म चाहिँ 2083-84 को यसमा चाहिँ लोकसेवा आयोगबाट कोशी प्रदेशबाट चाहिँ सिफारिस भएर अहिले म चाहिँ कार्यरतमा छु। सो यस्तो क्वेसनहरू एराइज भएको छ भने ढुक्क भएर बस्नुहोस्। मलाई जहाँसम्म लाग्छ, इफ तपाईँहरूले नेपाल सरकारको मान्यता प्राप्त विश्वविद्यालयमा जानुभएको छ, त्यहाँ गएर पढ्नुभएको छ र सही प्रक्रिया अनुसार कागजातहरू पुरा गर्नुभएको छ भने चाहिँ रेजिस्ट्रेसन गर्न त्यति साह्रो गाह्रो हुन्न। सजिलै रेजिस्ट्रेसन हुन्छ र साथै लोकसेवा लगायत विभिन्न सरकारी संस्थाहरूमा तपाईँहरूले फाइट गर्न सक्नुहुन्छ र फाइट गरेर तपाईँले नाम निकालेर आफ्नो जागिरलाई सुरक्षित गर्न सक्नुहुन्छ। इफ तपाईँहरूलाई सही गाइडेन्स चाहिएको छ अथवा सही गाइडेन्स चाहिन्छ भने चाहिँ ढुक्कले एचिभर्स कन्सल्टेन्सीलाई विश्वास गर्न सक्नुहुन्छ भन्दै म 1-2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। खुसी लाग्यो तपाईँहरूले मलाई होइन यहाँ शुभकामना व्यक्तको लागि इन्भाइट गरेर र यहाँ बोलाएर सम्मान गरिदिनु भएकोमा म एचिभर्स परिवारलाई हृदयदेखि नै धेरै 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 धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। एसएसको टिमबाट पनि हामी धेरै खुसी छौँ है। अल द बेस्ट। थ्याङ्क यू।